नमस्कार प्रमाङबालाई मेरो घर चाहिँ टोलीको नहुनुहुन्छ बनाउँछ किचितले शाखामा चाहिँ म कार्यरत छु। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ नेहा तामाङ, घर चौधरीगढी नगरपालिका 9 र अहिले चाहिँ म कृषि प्राविधिकको रूपमा चौधरीगढी नगरपालिका कृषि शाखामा कार्यरत छु। धेरैले चाहिँ 15-20 दिनसम्म यसै छोड्नुहुन्छ। अब त्यो माटो हेर्दा चाहिँ गाउँको बाहिर कालो देखिन्छ, तर त्यसमा भएका भित्री चिज गुणहरू खाद्य तत्त्वहरू चाहिँ सब उडेर नष्ट गर्छ। यहाँ तपाईँको चाहिँ त्यो छर्या नछर्या काम हुँदैन। त्यही भएर बरु तपाईँको आफ्नो समय मिलाएर बरु अब आज छरेपछि मैले भोलिसम्म पुर्न सक्छु भन्ने समय मिलाएर चाहिँ छरेर उतिहरूले पुर्नु होला। त्यसमा त्यो देखिएको छ। बरु ढिलो छर्ने, बरु ढिलो बारीमा फाल्ने, तर पुरिहाल्ने पुर्नुपर्छ। यो आज माटोको नमुना चाहिँ किन लिनुपर्छ कस्तो भने चाहिँ अलिअलि बुझ्नुभयो कि अब नजाने केही क्वेसनहरू छन् भने भन्नुहोस्। होइन यसो तपाईँको अब खेती त गर्दै गरेको तर हुँदैन के हुन्छ अब हुँदैन फल्दै फल्छ धेरै अब तपाईँहरू जाँदा अनि अब यो एउटा अब हजुरले हामीलाई सुनाउनु भयो कि अब यो फसैपटक हो हामीले यो सुनेको। अहिलेसम्म जेटियो भने ऱ्यान्डरमा देखिएको पनि थिएन। जेटियो भने कहाँ हुनुहुन्थ्यो त्यो थाहा पनि थिएन सर। अनि त्यो भएको कारणले अब फसैचोटि हजुरहरूको अनुहार हेरेर यहाँ सुनिँदैछ। कतिपय हामीले सुन्न पनि सक्छौँ, बिर्सन पनि सक्छौँ, यो कुराहरूमा पुर्याउन पनि सक्दैनौँ। अब माटोलाई चाहिँ सुधार गर्ने रासायनिक मलमा चाहिँ धेरै फोकस गर्ने होइन। तपाईँले चाहिँ रोग किरा नियन्त्रण गर्नको लागि के गर्नुपर्छ भन्दा चाहिँ बारीको विधिकरण गर्ने। जस्तो तपाईँले अहिले आलु बारीमा ल मानौँ यहाँ पाल्ला भने चाहिँ अब अर्को साइडबाट यताबाट हाल्नु, अर्कोतिर टिको पार्नुहोस्। धेरै गहिरो जान्न कि अनि माटो चाहिँ कुन राख्ने कसलाई त्यो कुन माटो राख्ने पानी खाने माटो रासी माटो ठेकलाई पानी नखेर पानी अब माटो चाहिँ कुन राख्नुहुन्छ? माटो झाडो यही हो। हो तपाईँको यहाँबाट यहाँसम्मको माटो प्रतिनिधित्व गरेर राख्नुपर्छ। तपाईँको राख्दा चाहिँ फेरि लिनु पऱ्यो कि एउटा मोटाइको माटो हुनुपर्छ कि यो माटो त्यही अनुसार कसको बारी सिक्नलाई हो यति गरेर गर्नलाई यसरी गर्नु होला। तपाईँले यो रोप्ने जग्गा छ भने 5 देखि 8 ठाउँबाट ल्याउँदा ठिक हुन्छ। तपाईँहरूले यो रोप्ने जग्गाबाट 1 हेक्टर तपाईँले 20 देखि 25 ठाउँबाट तपाईँले यहाँबाट ल्याएर मात्रै जम्मा टाढा टाढा लगाउनलाई एउटा आफ्नो जग्गामा 5 फुट मलाई 4 कोणमा ठेकलाई तपाईँले एउटा यहाँ लगाउनु भयो होइन, एउटा त्यहाँ बिचमा लगाउनुहोस्, एउटा अर्को फेरि उता बिचमा लगाउनुहोस्, अनि फेरि अर्को ठाउँमा लगाउनु, एउटा फेरि झारी लगाउनु। तर ओ मलजल गरेको ठाउँको भएन। मलजल गरेको ठाउँमा नि यस्तो गर्दाखेरि सबै माटो तपाईँ प्रतिनिधित्व भइहाल्छ। मल प्रयोग नगरेको पनि गरेको पनि सबै ठाउँमा माटो सुन्नु मेलजल भयो। अब सिक्नुभयो, सबैजनाले बुझ्नुभयो नि होइन। अब यहाँ आउनु भएकोहरूले पनि अब यहाँ उपस्थित नहुनु अहिले भएको मोटामोटी त मैले बुढो मान्छेले मोटामोटी यस्तो नमुना लिएर जस्तो यसमा भयो नि बुझ्नुभयो दुईतिरवटा यस्तो तलको माटो चाहिँ निकाल्ने। एउटै मोटाइ तपाईँको यो तलको मात्र होइन कि जस्तै यहाँदेखि यहाँसम्मको माटो हुन्छ नि त्यो माटोलाई चाहिँ अब तपाईँले चाहिँ एक ठाउँमा जम्मा एक ठाउँ जम्मा सबै ठाउँको एक ठाउँमा जम्मा गर्नु। यस्तो भयो। अर्कोको खन्दाखेरि राख्ने यसरी अब फेरि यसरी चाहिँ 5-6 ठाउँबाट राख्ने आफ्नो जग्गा जग्गा अनि त्यो माटोलाई मल परे ठाउँ भएन। त्यसलाई गएर कहाँ राख्ने त यहाँ खन्नु भयो अब त्यसलाई लगेर के गर्नु शीतल ठाउँमा शीतल ठाउँमा खाएर त्यसपछि के गर्नु उहाँले त्यहाँ गर्नुपर्छ। उहाँले भन्नुहुन्छ यहाँ भएका झारपात अनि ढुङ्गा नचाहिने चिजहरू माटो भएको फाल्नुहुन्छ, त्यसलाई मसिनो गराउनुहुन्छ। त्यसपछि के गर्नुहुन्छ? त्यो 2 भागलाई फाल्दिनु। होइन 4 भाग गराउनुहुन्छ,
4 भागको 2 भागलाई 2तिरको भागले फालिदिनुहुन्छ फेरि 2 भाग के गर्नुहुन्छ मिसाउनुहुन्छ फेरि के गर्नुहुन्छ फेरि त्यही मिसायो फेरि त्यसलाई 4 भाग लाउनुहुन्छ कहिलेसम्म 4 भाग लाउनुहुन्छ यताको फाल्नुहोस् हो यो फाल्नुहोस् जबसम्म माटो चाहिँ आधा केजी हुँदैन तबसम्म चाहिँ यस्तो कार्य गरेर त्यसको लागि आधा केजी भन्ने बित्तिकै तपाईँले चाहिँ नाम ठेगाना लेखेर ट्याक्कै प्लास्टिकमा राखेर मलाई दिनु होला फोन नम्बरहरू फोन नम्बर हामी दिन्छौँ एउटा सरले भन्नुभएकै कुरालाई चाहिँ हजुर